भाइ-बहिनीहरु नमस्ते। सम्पूर्ण उपस्थित भाइ-बहिनीहरुमा जसले यो भिडियो हेर्दै हुनुहुन्छ। भाइ-बहिनीहरु यहाँहरुले मलाई बेला बखत क्वेशन सोधिरहनुहुन्छ, सरको नोट कसरी प्राप्त गर्ने? सरको बुक त मैले पाएको छु, नोट कसरी प्राप्त गर्ने? र यसमा यो बुकमा रहेका क्वेशन्सहरुको सल्युसन कहाँ छ? वा यो बुकलाई अझ एक्सप्लेन गरेर बुक्समा त अब बेयर एक्टका कुराहरु, थ्योरेटिकल कुराहरु लेखिएका छन्। यसको डिटेल कहाँ छ त सर? यसको डिटेलमा यसको नोट्सहरु कहाँ छ त? साथीभाइले नोट्स छ भन्नुहुन्छ तर मसँग त्यसको एक्सेस छैन, कसरी पाउने भन्ने कुराहरु छ। व्हाट्सएपमा यहाँहरुलाई थाहा छ, कतिपय भाइ-बहिनीहरुलाई व्हाट्सएपमा अलरेडी हाम्रो ग्रुप छ जसमा चाहिँ ट्याक्सेसनसँग सम्बन्धित ग्रुप रहेको छ। जस्तै अहिले तपाईले एउटा भनौं न एक किसिमले हेर्ने हो भने एउटा स्याम्पलको लागि ग्रुप 1 एडभान्स ट्याक्सेसन भन्ने छ। त्यस्तै तपाईको ग्रुप रहेको छ क्याप 2 को लागि, एप्लिकेसनको लागि, क्याप 3 र सीए मेम्बरशिपको लागि एउटै ग्रुप रहेको छ। त्यो ग्रुप भित्र तपाई जानुभयो भने मैले यहाँ बेला बखतमा यसरी नोटिसहरु राखिरहेको हुन्छु, मेसेजहरु राखिरहेको हुन्छु। योमा हेर्नुभयो भने एउटा लिंक पनि मैले वन ड्राइभको लिंक शेयर गरेको छु र यो वन ड्राइभको लिंक शेयर गर्दाखेरि त्यहाँ क्लिक गर्नुभयो भने यहाँहरुले देख्न सक्नुहुन्छ एउटा सिट खुल्छ। यो सिट, यो खुल्ने जुन पेज छ यो वन ड्राइभको मेरो जुन ड्राइभमा जहाँ मैले सम्पूर्ण नोटहरु राखेको छु यहाँनेरि हेर्न सक्नुहुन्छ। जसमा इन्कम ट्याक्सका नोटहरु चाहियो भने सम्पूर्ण नोटहरु छ भाइ-बहिनीहरु। इन्कम ट्याक्सका क्लास जुन मैले रेकर्डेड क्लासहरु, भिडियो क्लासहरु जुन पढाउने गरेका छु भाइ-बहिनीहरुलाई त्यसको सम्पूर्ण नोट्सहरु यहाँनेरि रहेको छ इन्कम ट्याक्ससँग रिलेटेड। त्यस्तै गरेर अर्को हेर्नुभयो भने इथिक्स एन्ड प्रोफेसनल कन्डक्ट इन प्रोभाइडिङ ट्याक्सेसन सर्भिस भनेर जुन क्याप 3 र सीए मेम्बरशिपमा आउने गर्छ। अब अहिले त एप्लिकेसनमा पनि सोध्ने गर्छ, त्यसको नोटहरु यहाँ भित्र छ। तपाईले सम्पूर्ण नोट्सहरु हेर्नुभयो भने क्लास वाइज सबै कुराहरु राखिएको छ। भने ट्रान्सफर प्राइसिङका नोट्सहरु पनि डिटेलमा यो यसमा रहेका थ्योरी देखि लिएर इभन आईआरडी ले जारी गरेको ट्रान्सफर प्राइसिङका जुन नोट्सहरु छ त्यसलाई पनि मैले यहाँनेरि राखिदिएको छु। एकदमै एक्जाम फोकस भएर यो नोट्सहरु बनेको छ। तपाईले भित्र जानुभयो भने म यो भिडियो धेरै लेन्दी बनाउँदिन, यहाँहरुले त्यो भित्र जानुभयो भने देखिहाल्नुहुन्छ। त्यस्तै गरेर डीटीए भयो, भ्याट भयो, एक्साइज भयो। अनि भाइ-बहिनीहरु यहाँहरुलाई थाहा होला, मेरो मैले अर्को भिडियोमा पनि कस्टम लको बारेमा कुरा गरिसकेको छु, त्यहाँ हेर्नु होला। रिसेन्टली नयाँ कस्टम ल आएको छ र नयाँ कस्टम लको कुरालाई पनि मैले यहाँनेरि राखिदिसकेको छु। नयाँ कस्टम लमा हेर्नुभयो भने हरेक कुराहरु जस्तै नयाँ कस्टम लमा के चेन्जेसहरु आएको छ ती सम्पूर्ण कुराहरु र नयाँ कस्टम ल अनुसारका प्रोभिजनहरु अपडेटेड प्रोभिजन नै। नयाँ कस्टम ल भनेको भन्सार ऐन 2082 जुन आएको छ भाइ-बहिनीहरु त्यसको अपडेटेड प्रोभिजन, अपडेटेड क्वेशन एन्सरहरु सबै कुराहरु मैले यहाँनेरि यो भित्र राखेको छु। त्यसको लागि तपाईले त्यो बुक हेर्नुभयो मेरो भोल्युम 2 भने त्यससँग सम्बन्धित क्वेशन्सहरुको पेज नम्बर देखि लिएर सबै कुरा यहाँ राखेको छु। यति मात्रै होइन, कतिपय भाइ-बहिनीहरुले सरको मैले 82-83 के लेटेस्ट अपडेटेड मेटेरियल पाएको छु तर नयाँ कस्टम एक्ट 2082 त्यसमा छैन सर, यो हामीले कसरी उपलब्ध हुन्छ भन्नुभयो भने यही फोल्डर भित्र, यही नयाँ कस्टम लको फोल्डर भित्र स्टडी मेटेरियल भन्ने छ। त्यहाँ भित्र कस्टम एक्ट 2082 स्टुडेन्ट सर्कुलेसन भनेर मैले राखेको छु। यो पीडीएफ मेटेरियल भित्र जानुभयो भने यसमा नयाँ भन्सार ऐन 2082 को कुराहरुलाई राखिएको छ। यहाँनेरि हेर्नुभयो भने स्टडी मेटेरियल भनेर राखेको छु, यही भित्र त्यसको पीडीएफ कपी छ, यहाँले डाउनलोड गरेर पढ्न सक्नुहुन्छ। भने मिक्स क्वेशन भनेको जुन क्वेशन नम्बर 4 को ए र 4 को बी मा आउँछ नि भाइ-बहिनीहरु क्याप 3 र सीए मेम्बरशिप लेभलमा, भने त्यसको लागि सम्पूर्ण क्वेशन्सहरु यहाँनेरि राखिएको छ। हाम्रो किताबमा भएका क्वेशन, पास्ट एक्जाममा आएका क्वेशन्सहरु, यो अपडेटेड एन्सर क्वेशन्सहरु छ। भने अरु ट्याक्सेसहरु लगाउने हैन, तपाईको चाहिँ कहिलेकाहीँ सोधिन्छ नि बजेटबाट, जस्तै फाइनान्स एक्ट 2082 एप्लिकेबल हुन्छ भनेर मैले अघिल्लो भिडियोमा पनि भनेकै छु। भने त्यो कुराहरु यहाँ पनि तपाईको चाहिँ के पढ्नुपर्ने हुन सक्छ, एक्जाममा के सोधिन सक्ला त भन्दा मैले डिजिटल सर्भिस ट्याक्सको बारेमा, ड्युटीज फी अन इम्पोर्टको कुरा, एजुकेसन सर्भिस चार्जको कुरा, फरेन इम्प्लोयमेन्ट सर्भिस चार्जको कुरा र लग्जरी ट्याक्सको कुरालाई मैले यहाँनेरि राखिदिएको छु, भाइ-बहिनीहरु हेर्न सक्नुहुन्छ। त्यसपछि मैले रिसेन्टली एउटा के चाहिँ यहाँहरुको सहजताको लागि के चाहिँ मैले सुरु गरेको छु भने यहाँनेरि हेर्न सक्नुहुन्छ भिडियोज भनेर। जसरी मैले अहिले यो भिडियो तपाईहरुलाई दिइराछु, तपाईलाई देखाइराछु भने भाइ-बहिनीहरु यो भिडियो पनि यहाँ भित्र तपाईले एक्सेस गर्न सक्नुहुन्छ। जस्तै अहिले मैले पढाइरहेको भिडियो, अहिले मैले यहाँहरुलाई जुन यो भिडियो राखेको छु, यो खिचेको भिडियो छ, यो चाहिँ हाउ टु गेट नोट्स भन्ने भिडियो छ। यहाँ भित्र अहिलेको यो भिडियो आइराछ। भने
अर्को आइक्यानको सिलेबस एप्लिकेबिलिटी जुन 2026 एक्जामको लागि जुन आइक्यानले जारी गरेको नोटिस छ त्यसको भिडियो मैले बनाइसकेको छु, त्यसमा त्यो भिडियो गरेर हेर्नु होला। भनेपछि कुनै पनि अपडेटेड भिडियोहरू चाहियो भने यो भिडियो यहाँनेरि म अपडेट गरिदिन्छु, राखिदिन्छु भाइ बहिनीहरू, सो द्याट तपाईहरुलाई त्यो सजिलो होस्, एक्जाममा तपाईहरुलाई गाह्रो नहोस्, एक्जाममा कुनै कन्फ्युजन नहोस्। किनभने कहिलेकाहीँ कस्तो हुन्छ भने साथीभाइले वा कसैले बजारमा वा कुनै अरू अननेसेसरी इन्फर्मेसनहरू आइरहेको हुन्छ र यहाँहरूलाई कन्फ्युजन हुन्छ। पक्कै पनि यसको कन्फ्युजन नहुनु होला, जे आधिकारिक कुराहरू छ त्यो मात्रै फलो गर्नु होला। अब आधिकारिक भनेको आइक्यानको नोटिस एकदमै आधिकारिक हुन्छ, आइक्यानको वेबसाइटबाट फलो गर्नु होला, वा यस्तै किसिमका भिडियोजहरू मैले बेला बखत राखिरहन्छु। यो भनेको अन द बेसिस अफ योर क्वेसन्स भाइ बहिनी, जति पनि मलाई व्हाट्सएपमा जति पनि मलाई क्वेरीजहरू आइरहेको हुन्छ भाइ बहिनीहरू, त्यसको कन्फ्युजन नहोस्। अब एक दुईजनाले त सोध्नुहुन्छ, बाँकी अब हजारौं जना तपाईको ग्रुपमा हुनुहुन्छ, अरूलाई पनि कन्फ्युजन हुन सक्छ। त्यही भएर समग्र सम्पूर्ण विद्यार्थीको लागि मैले यो भिडियो बनाएको हो। यसमा तपाईले हेर्नुभयो भने यी कुराहरूलाई मैले एड्रेस गरिदिएको छु। फर्दर के यहाँहरूलाई कन्फ्युजन छ भने मलाई व्हाट्सएपमा मेसेज गर्न सक्नुहुन्छ र त्यसको बारेमा पनि म छोटकरीमा भिडियोहरू बनाउँछु। कन्टेन्टको कुरा गर्दाखेरि चाहिँ अब कन्टेन्टमा धेरै लेन्दी म जाँदिन हैन, त्यही भएर यो भिडियोमा चाहिँ जस्ट सिम्पली यहाँहरूलाई नोट्स कसरी एक्सेस गर्ने भन्ने कुरालाई मैले क्ल्यारिफाई गर्न खोजेको। हस्त भाइ बहिनीहरू, राम्रोसँग पढ्नु होला। धन्यवाद, बाइ बाइ, नमस्ते।